गरेको एउटा सानो एफर्ट र अलिकति चेन्जेसले यति राम्रो रिजल्ट दिन्छ भनेर चाहिँ गाइस मैले चाहिँ सोचेकै थिइनँ। नमस्ते छ सबैमा र म हिरा भट्ट हजुरहरूलाई फेरि पनि स्वागत गर्छु मेरो अर्को एउटा भिडियोमा। मैले चाहिँ भिडियो स्टार्ट गरेकी छु। हेर्नु न मेरो घरको रुमको चाहिँ कस्तो लथालिङ्ग अवस्थामा रुमबाट चाहिँ सबै सामानहरू निकाल्दै हुनुहुन्थ्यो। रुम चाहिँ खाली गर्नुपर्ने थियो नि त, त्यसैले रुमको सामानहरू चाहिँ निकाल्दै हुनुहुन्थ्यो। यता चाहिँ मिस्त्री दादाहरू पनि आइपुगेको थिए। रुममा चाहिँ सामानहरू हुँदाखेरि यति धेरै सामान छन् भन्ने जस्तो लाग्दैन। जब मिलाउनु वा निकाल्नु पर्ने हुन्छ नि त त्यता पनि त्यति सामान निस्किन्छ नि त नभन्नु। म पनि यता थालेँ सरसफाइ गर्न भनेर। कति काम गर्नुहुन्छ दिनभरि बिहानभरि केही खानुभएको छैन बिचराले। एकदम बिहान तपाईँहरूको 6 बजेदेखि कन्टिन्यू लागिरहेछ। अहिले सायद 12:30 बज्यो होला। त्यही हो। अघि चाहिँ मैले र बाहिरको चाहिँ मैले सफाइ पनि गरिसकेँ। अनि अब चाहिँ यता सामानहरू त निकालेको थियो, अब फेरि होल्नु पर्यो, मिलाउनु पर्यो होइन। यता भाइहरू चाहिँ सामानहरूले मिलाउँदै थिए अनि म चाहिँ यता हेर्दै थिएँ कतापट्टि राख्दा कस्तो देखिन्छ भनेर उनीहरूलाई यताको सामान उता पार्न लगाउँदै थिएँ। अब राम्रो पनि त देखिनु पर्यो होइन। अनि अब चाहिँ सबैभन्दा मुस्किल कामै भन्दा पनि हुन्छ अब सामान भत्काउन बिगार्न त सजिलो हुन्छ वा निकाल्न होइन, त्यति नै टफ हुन्छ सपार्न, राम्रो पार्न, मिलाउन, एरेन्ज गर्न। र यता चाहिँ मैले कपडाहरू चाहिँ यसरी पोको पोको पारेर बेड कभरमा राखिरहेको थिएँ। एउटाको चाहिँ खोलेर मिलाउँदैछु, अर्को त पुरै छुट्टै नै छ, अब मिलाउनै रहेको छ। र मेरो रुम चाहिँ अहिले यस्तो देखिएको छ गाइज। अगाडि भिडियो हेर्नेहरूलाई थाहा होला मेरो रुम कस्तो देखिन्थ्यो। अहिले एउटा सानो चेन्जेसले हेर्नु न कति राम्रो दिएको छ। मलाई चाहिँ राम्रो लागिरहेछ। हजुरहरूलाई चाहिँ के कस्तो लागेको छ कमेन्टमा भन्न नबिर्सिनु होला।